तपाईँहरूले पछि गर्नु म त अब हिँड्नु होला नि दाइ यता आउनु तपाईँ यता आउनु न तपाईँ आउनु न यहाँ यहाँ आउनु के छ ठिकठाक छौ लामो फुलेको छैन नि मैले पो म त जान्छु उपस्थित मेयर साहब लगायत सम्पूर्ण धेरै छन् पुराना गुरुजीहरू त यस्तो कुरा जस्तो गर्दै जानु भाइहरू गुरुजीहरू हामी यहाँ पल्टनको तैनात उभिरहेको छौँ हिजो त वारको लागि लडाइँमा उभिएका थियौँ तर आज हामी कोका खोला र सुन्दिमा पारको वारमा हामी उभिएका छौँ सायद हामी यसलाई सम्पन्न गर्नको लागि हामी अहिले लडाइँमा उत्रिएका छौँ र सम्पूर्ण यहाँ हाम्रा देश विदेशका दाजुभाइ तथा दिदीबहिनीहरूलाई यसै मिडियाबाट म सेवारो भन्न चाहन्छु सेवारो हजुर सबैलाई सेवारो अनि यसै क्रममा मलाई गौरव लाग्छ हिजो हामी भेट हुन्छ हुँदैन भन्ने कस्तो लागेको थियो तर यो सुन्दिमा पारौँ र कोका खोलाले गर्दाखेरि विगतमा हामी कराते ताइक्वान्डो जे खेल्यौँ गेम खेल्यौँ सबै आज यहाँ हामी चाहिँ देखा परेछ सबैलाई हुस म यो गर्न चाहन्छु यहाँ हुनुहुन्छ कतै कवि आँसु कविहरू हुनुहुन्छ कता कोही करातेका च्याम्पियन हुनुहुन्छ कोही उहाँ ड्राइभरको वेन यु रिभर्सिङ द फिलिपिन भन्ने खालको ड्राइभिङमा च्याम्पियन हुनुहुन्छ यी सम्पूर्णलाई यहाँ उपस्थितको साथसाथै देश विदेशमा रहने दाजुभाइ दिदीबहिनीहरूलाई फेरि पनि म दत्त कुमार लिम्बू सुक्खा डाइरेक्टरको सेवालाई भन्न चाहन्छु र अहिले म यो के अरे सुन्दिमा पारहङको पहिले वाचन गर्नेछु र सुन्दिमा पारहङको लागि आउनु भएको छ आरएसएम युवराज राई र उहाँको श्रीमती अनिता राई धरान सत्रबाट उहाँले धरान समाज युके फस्टन क्याम्पमा बोल्नु प्रतिबद्धता गर्नुभएको छ र उहाँले जम्मा 1 लाख दिनुभएको छ जोरदार ताली हजुर सबैलाई र म यो चाहिँ उहाँलाई हस्तान्तर पनि गर्न चाहन्छु यति भन्दै अब हामी अलिकति कुरो गहिरोमा छ अब कोका खोलातिर जाउँ यो चाहिँ दोस्रो भागको लागि यहाँ पैसा नपुगेर बिजोग छ अलिक अब हामी नजिक आइसकेका छौँ फेर छैन अब हामी घाटीमा पुगेका छौँ त्यो घाटीमा उयो केरबाट उकास्न लागि सम्पूर्ण दाजुभाइ दिदीबहिनीलाई आह्वान गर्छु कि यो कोका खोलाको लागि 15 किलोमिटर हुस र त्यसै सन्दर्भमा आउनु भएको छ धरान पुरानो बजार बस्ने हाम्रा कृष्णराज र उहाँको श्रीमती सानु मगर राई र उहाँको छोरी डाक्टर सलिना राईबाट युकेबाट 100 पाउन्ड भन्ने छ र मैले यो चाहिँ सबै कन्क्लुजन गरेको छु अनि दोस्रो कुरो 21, 14, 88, 99 उहाँ स्वर्ग भइसक्नु भएको छ उहाँलाई पनि मेरो सम्मान छ स्वर्गीय भीमबहादुर राई भोजपुर कटन जेल हाल युके अनि उहाँको श्रीमतीको नाम चाहिँ समिता राई र उहाँहरू एकदम मैले ब्याङ्कमा जम्मा पैसा एकैचोटि एकमुष्ट टिपेको छु मैले जम्मा 69,425 रुपियाँ भन्नाले त्यो चाहिँ के भन्छ भन्दाखेरि चाहिँ त्यो सबैको 405 पाउन्डको चाहिँ सट्टापट्टा गरेर ल्याएर चाहिँ 69,425 रुपियाँ मैले त्यहाँबाट निकालेको छु अब निकालेर यसमध्येमा त्यहाँ अलिकति शब्द लेखिएको थियो त्यहाँ के लेखिएको थियो भन्दाखेरि त्यहाँ हाम्रो के अरे मेरो मिडिया हाम्रा यम्फू मेरो आवाज दिपेश यम्फूजीलाई पनि के अरे 100 पाउन्डको पैसा चाहिँ उहाँलाई दिनु भनेर
भनेको छ। म यो उहाँलाई म हात लगाउन चाहन्छु। बनाउनुपर्छ है 17,400 रुपियाँ चाहिँ मैले हात लगाइदिएको छु। 1 पाउन्ड 17,400 खटाइ कडा छ नि यो पाखा पखेर सब राखेर अनि अर्को हुनुहुन्छ राख्नै परेन यिनै रहेछ। दाता हुनुहुन्छ कमल राई र श्रीमती आशा देवी राई 2155 QGLR क्विन्स अन गोर्खा लोजिस्टिक रेजिमेन्ट। अहिले त कहाँ पुग्यो पनि कुन रेजिमेन्ट भइरहेछ र पनि धन्यवाद छ। राखा बाङदेल हाल युके सेन्डर्सबाट चाहिँ उहाँहरूले चाहिँ कोका खोलाको लागि गर्नुभएको रहेछ। यसमा चाहिँ हाम्रो यता जीले चाहिँ 2 शब्द बोलिदिनु म ल त्योभन्दा अगाडि हजुरलाई ल 75,000 अलिकति जस्ताको तस्तै मेरो नम्बरीले मेसेज गर्नुभएको छ, त्यो चाहिँ जस्ताको तस्तै पढेर सुनाउँछु। ल थ्याङ्क यू कमलजी। यस कमलजीले देख्दै हुनुहुन्छ होइन? ल कमलजी देख्दै हुनुहुन्छ होला। सेन्डर्स लेख्दै युके सेन्डर्स मैले प्राप्त गरेको छु, हजुरलाई पठाइदिन्छु। र मेरो नम्बरी र नम्बरनीले लेख्नु भएको छ, नम्बरी साहब नमस्कार। देख्दै हुनुहुन्छ होला। सर्वप्रथम तपाईँलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ। मलाई पो हार्दिक व्यक्त गर्नु, किनभने मैले बुझाउँदैछु नि त। नम्बरी साहब धन्यवाद हजुर। हाम्रो सानो सहयोगलाई धरान उपमहानगरपालिकाका सम्माननीय मेयर श्री हर्क साम्पाङज्यूको टिमसम्म पुर्याउन सहयोग गरिदिनु भएकोमा हामी श्रीमान श्रीमतीको तर्फबाट आभार प्रकट गर्दछौँ। म कमल राई, मेरो श्रीमती आशा देवी हाल स्यान्डर्स युकेमा बस्छौँ। म पूर्व ब्रिटिस गोर्खा QGLR हुँ। मेरो आर्मी नम्बर 21165550 हो, धरान 10 जिल्ला खोटाङ। हामी यसअघि पहिलो कोका पाइपको लागि पनि 75,000 सहयोग गरेका थियौँ र हाल दोस्रो कोका पाइपको लागि पनि पुनः 75,000 सहयोग स्वरूप पठाएका छौँ। शुभकामना चाहिँ कमल राई, आशा देवी राई, स्यान्डर्स युके। नम्बरी छ तपाईँको वाचन गरेर सुन्नुभयो होला। धन्यवाद तपाईँलाई। र जुन अघि मैले पुरानो बजार भनेर कुरा गरेँ कृष्णबहादुर राई भनेर, अनि उहाँलाई चाहिँ मैले 100 पाउन्डको दिएर बाँकी 52,000 रुपियाँ चाहिँ यो कोकाको लागि पैसा मैले यहाँ हात लगाइदिइसकेको छु। ती राखिदिनु होला ल, यो कोकाको लागि, यो कोकाको लागि त्यो 400 पाउन्डकोमा कोकाको लागि कृष्णराज अरू सबैको नाम समेटेर मैले यहाँ राखिदिएको छु। यहाँ छ बिल, भोलि पर्सि मलाई खोज्नु होला। त्यसै गरी हुनुहुन्छ भीमबहादुर राई, उहाँले चाहिँ के अरे हाम्रै जिटिआरको गुरुजी हुनुहुन्छ, धरान 15 बस्नुहुन्छ। उहाँले पनि कोका खोलाको लागि 30,000 गर्नुभएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद। धेरै धन्यवाद। यसै गरी अर्को हुनुहुन्छ झलकमान राई, उहाँ पनि धरान 15 मा बस्नुहुन्छ। उहाँले पनि जम्मा 35,000 रुपियाँ कोका खोलाको लागि गर्नुभएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद। अनि यसै गरी गर्नुभएको छ काठमाडौँ बस्ने जोर पार्टी विष्णु श्रेष्ठ, उहाँले पनि 7,000 कोका खोलाको लागि 1 पाइप गर्नुभएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद। त्यसै गरी साइदमान राई,
बिल त लग्यो होला होइन बिल चाहिँ लगिसक्यो अनि अर्को साइटमन राई धरान 13 6,000 ल यो पनि बिल लिइसक्नु भएको छ धेरै धेरै धन्यवाद अनि यहाँ चाहिँ सागर र अर्जुन राईबाट धरान 17 उहाँहरूले स्वर्गीय अशोक कुमार राई र स्वर्गीय इन्द्रकला राईको र स्वर्गीय बिर्खमती सङ्गीता लिम्बूको नाममा 3 जनाको नाममा 15,555 रुपियाँ ओका खोलालाई सहयोग गर्नुभएको छ धेरै धेरै धन्यवाद म दिन चाहन्छु र जति पनि